घुम्दै आएको मायाको गाउँतिर चिनाजानी नभएको ठाउँतिर साउनको भेलबाडी नदेखे चाहिँ गरेर हेर्दैछौ रुखको छेलबारी घुम्दै आएको मायाको गाउँतिर चिनाजानी नभएको ठाउँतिर साउनको भेलबाडी नदेखे चाहिँ गरेर हेर्दैछौ रुखको छेलबारी नदेखे चाहिँ गरेर हेर्दैछौ रुखको छेलबारी। प्रतिमा अर्यालसँग दोहोरी खेलेको छु हजुर मैले। वाह, हेर्नुहोस् त यस्तो कला रहेछ उहाँको, यति मिठो गीत गाउनु भएको छ। उहाँलाई सबैजनाले माया गर्नुपर्छ, सम्मान गर्नुपर्छ। उहाँको छोराछोरीले हेला गरे पनि, श्रीमतीले वास्ता नगरे पनि हामीले उहाँलाई माया गर्नुपर्छ। उहाँको घर जग्गा जमिन छ तैपनि उहाँले चाहिँ बाटोमा यसरी हेर्नुहोस् त धोप बेचेर बस्नुपर्छ। त्यो पनि एकजना अपरिचित दिदीले सहयोग गर्दै हिँड्नुभएको रहेछ। हजुर हजुर। ल हेर्नुहोस् त यस्तो यस्तो छ। मैले अब तपाईँलाई अझै एउटा 500 रुपियाँ दिन सकेको छु, त्यो नची बढी सहयोग गर्न सक्दैन। ल नलाउनु यस्तो होइन होइन, म चाहिँ कस्तो भने मैले चाहिँ यसरी अलिअलि सहयोग गर्दै हिँड्छु। खुसी मेरो खुसी। लाउनु यो समात्नु समात्नु यो। ल अब हजुरको यो धुप मैले किनिनँ, हजुरलाई मैले 1000 रुपियाँ दिएँ। अब माया गरेँ मैले हजुरलाई, हजुरले नि मलाई यसरी गरेर कला गरेर यसरी गरेर हजुरको पैसा हजुरको म अर्को दिन फेरि आउँछु, गीत गाउँछु, हजुरसँग मिठो मिठो कुराहरू गर्छु। उहाँको नम्बर लेख्छु म होइन, कल गर्छु। नजिकै हुँदो रहेछ, म आउँछु कमाने है। हस् नजिकै भन्दा नि आधी घन्टा कति लाग्छ हो? आधी घन्टा चाहिँ लाग्छ। लाग्दैन मेरोमा आउनलाई तपाईँकोमा जान अलिक टाढा छ नि त। दाजुको फारलाई नि म यहाँ क्यामेरामा बस्छु। हजुर। ल साथीहरू, उहाँलाई कतिले बाटोतिर देख्नुहुन्छ भने उहाँको भिडियो बनाइदिनु होला। उहाँको कला छ, एकदम मिठो गीत गाउनुहुन्छ, हेटौँडामा हिँड्नुहुन्छ उहाँहरू, धुप किन्नुहुन्छ। सपोर्ट गरिदिनु, माया गर्नु, पैसा दिइदिनु, धुपहरू किनिदिनु सबैजनाले। ल मलाई पैसा दिनु पर्दैन, हजुरहरूले धुप किनेर माया गरिदिनु, त्यति भए मेरो राहत हुन्छ कि। मैले किनभने आफ्नो कला आफ्नो गर्छु कि। आँखा नदेखे पनि डिसी मेरो बन्द भए तापनि नदेखे तापनि मलाई कसैले हेला गरेर पनि म डराउँदैन। मलाई किनभने मेरो बुहारीले गन्दै गन्दैन, आँखामा राखेको धुलो जति पनि गन्दैन, आँखाको धुलो जति पनि गन्दैन। बडाले भनिदिनु उसको एरियामा चाहिँ तान्छ र अनि म भाटामा म भाटामा दुनियाँ राँडीको छोराहरूको ठाउँमा बडाल्नु पर्दैन भनेर यतिसम्मको भन्छ। त्यतिसम्म भनिकन मैले दुःख पाएर हिँडेको छु। ठिक छ, हजुरको दुःख पीडा धेरै छ। आजको दुःख हो त बिगौँ वर्षौँ दुःख हो। हजुरको समस्या धेरै छ, यहाँ भनेर साध्य लाग्ने छैन। म अरूसँग एक दिन भेटेर विस्तृतमा भिडियो बनाउँछु र अरूसँग कुराकानी गर्छु। अहिले छुट्टिन्छ।